So hello everybody. So today we are going to talk about mathematical operations जो चाहिँ तिमी पाइथनमा पर्फर्म गर्न सक्छौ. बेसिकली अर्थमेटिक अपरेसन्सहरुको बारेमा हामी पढ्छौं र त्यो अपरेसन तिमी नम्बरमा र एज वेल एज स्ट्रिङमा चाहिँ तिमीले पर्फर्म गर्यो भने त्यसको रिजल्ट के हुन्छ त्यो चाहिँ हामी हेर्छौं है. सो दिस इज भेरी इजी कन्सेप्ट. सो यो चाहिँ त्यति डराउनु पर्ने जरुरी चाहिँ छैन है. सो अर्थमेटिक अपरेटर्स भनेको चाहिँ तिम्रो प्लस माइनस मल्टिप्लाई यिनीहरु चाहिँ हुन्छ है. सो यो चाहिँ हामी कसरी पर्फर्म गर्छौं त्यो चाहिँ हामी यसमा चाहिँ हेर्छौं है. फर्स्टमा हामी हेरौं कि यो चाहिँ इन्टिजर्सहरुमा चाहिँ पर्फर्म गर्यो भने चाहिँ कसरी हुन्छ भनेर. ठीक छ. फर एक्जाम्पल मेरो एउटा भेरिएबल छ a भन्ने भेरिएबल जसमा चाहिँ मैले के भ्यालु हाल्यो भनेपछि 2 + 3 को भ्यालु हाले. सो व्हाट एम आई डुइङ इज कि एउटा नम्बर प्लस अर्को नम्बर गरे. सो a मा चाहिँ कति कुन भ्यालु स्टोर हुन्छ होला एक्ज्याक्टली a मा चाहिँ 5 भन्ने भ्यालु स्टोर हुन्छ. सो 2 + 3 भनेको चाहिँ कति हुन्छ 5 हुन्छ. सो दैट्स वाइ 5 भन्ने स्टोर हुन्छ है. सो यसलाई चाहिँ हामी चेक गरेर प्रिन्ट गरेर चेक पनि गरौँ. प्रिन्ट ए गरेर र सेभ गरौँ र यतातिर यदि मैले रन गरे भने यता यु क्यान सी कि यो चाहिँ 5 भन्ने प्रिन्ट भइसकेको छ. ठीक छ. a भन्ने प्रिन्ट भएको छ 5 भनेर. ठीक छ. सो लेट्स गो टु सबट्र्याक्सन. सबट्र्याक्सन पनि एक्ज्याक्टली सेम हो. जस्तो 3 - 2 गरे भने मैले र प्रिन्ट a गरे भने र यसलाई माथिकोलाई हटाइदियो भने एन्ड इफ आई जस्ट रन इट देन यु क्यान सी कि यसमा चाहिँ कति आछ 1 भन्ने आएको छ. ठीक छ. सो यसरी नै खासमा मल्टिप्लिकेसन पनि युज हुन्छ. यसरी नै खासमा डिभिजन पनि युज हुन्छ है. तर एक कुरा चाहिँ के ध्यान दिनुपर्ने छ भनेपछि नर्मली हामी मल्टिप्लिकेसन गर्दाखेरि यसरी युज गर्थे हामी नर्मली तिम्रो म्याथमा चाहिँ. तर यसमा चाहिँ हामीहरू चाहिँ त्यो क्रसको चाहिँ युज गर्दैनौँ. हामीहरू चाहिँ स्टार युज गर्छौँ है एज मल्टिप्लिकेसन. सो तिमीलाई यदि कहिले पनि मल्टिप्लिकेसन गर्नु पर्यो भने चाहिँ यो होइन कि स्टार चाहिँ युज गर्नुपर्छ है. सो यो भनेको स्टार भनेको चाहिँ इन्टु हो है यसमा चाहिँ. सो 3 × 2 कति हुन्छ 3 × 2 = 6 हुन्छ. सो 6 प्रिन्ट हुने भयो यसमा चाहिँ. यो दुईटा के हो कमेन्ट हो. सो यो इग्नोर हुन्छ. यो दुईटा लाइन खाली छ र यो लाइनमा चाहिँ भेरिएबल डिफाइन भएको छ 6 भन्ने भेरिएबल. a मा चाहिँ 6 भन्ने भ्यालु आएको छ र त्यसपछि त्यसलाई चाहिँ हामीले प्रिन्ट गरेको छौं. सो लेट्स जस्ट रन द प्रोग्राम एन्ड यु क्यान सी यता 6 भन्ने प्रिन्ट भएको छ. ठीक छ. सो लेट्स गो टु द डिभिजन अपरेटर. सो सेम गरी डिभिजन पनि सेम नै हो. यदि 6 अब यसमा चाहिँ डिभाइड गर्दाखेरि चाहिँ हामीहरुको त्यो वाला अपरेसन चाहिँ त्यो वाला सिम्बल चाहिँ युज हुँदैन. यसमा चाहिँ स्ल्यास भन्ने सिम्बल युज हुन्छ डिभिजनको लागि है. सो इट्स लाइक 6 / 2. सो 6 / 2 हुन्छ 3. सो प्रिन्ट ए गर्दाखेरि चाहिँ यता के डिस्प्ले हुनु पर्यो 3 डिस्प्ले हुनु पर्यो है. सो यु क्यान सी इट इज 3. ठीक छ. ओके लेट्स गो टु द नेक्स्ट वान. सो नेक्स्ट अपरेसन भनेको चाहिँ मोडुलस अपरेसन छ. सो मोडुलस अपरेसन खासमा चाहिँ रिमाइन्डर फाइन्ड गर्नको लागि चाहिँ युज हुन्छ है. सो रिमाइन्डर कसरी फाइन्ड गर्ने भन्दाखेरि चाहिँ तिमी जब के डिभाइड गर्छौ तब त्यसको चाहिँ के रिमाइन्डर हुन्छ. फर एक्जाम्पल यो 6 / 2 गर्दाखेरि चाहिँ रिमाइन्डर कति हुन्छ भन्दाखेरि 0 रिमाइन्डर हुन्छ किनभने कम्प्लिटली डिभाइड गर्छ राइट. फर एक्जाम्पल 1 / 2. सो 1 / 2 मा के हुन्छ एन्सर के हुन्छ 0 आउँछ एन्सर. त रिमाइन्डर कति बाँकी रहन्छ रिमाइन्डर चाहिँ 1 बाँकी रहन्छ राइट. सो के हुन्छ भन्दाखेरि चाहिँ सो यो चाहिँ हामीलाई एन्सर निकाल्नको लागि चाहिँ मोडुलस युज हुन्छ. सो मोडुलसको चाहिँ साइन के हो भन्दाखेरि चाहिँ पर्सेन्ट साइन हो. यदि तिमीले यसरी मोडुलसको पर्सेन्ट साइन गर्यो भनेपछि बेसिकली हामी के भनिरहेछ भने चाहिँ 1 / 2 त गर. तर 1 / 2 गरेको चाहिँ जो रिमाइन्डर आउँछ नि त्यो भनेको यसमा हुने हो कि यो एन्सरमा हुने हो. र त्यो जो एन्सर छ त्यो चाहिँ केमा जाने हो a मा जाने हो. a भनेको भेरिएबल. ठीक छ. सो अब हामीले चाहिँ यदि यसलाई सेभ गरेर रन गर्यो भने चाहिँ हामीलाई के आउँछ 1 आउँछ. ठीक छ. 1 के हो 1 यो 1 / 2 को एन्सर हैन. 1 के भन्दाखेरि 1 / 2 गरेपछि जो रिमाइन्डर आउँछ त्यसको एन्सर हो. फर एक्जाम्पल यदि हामीले चाहिँ 4 / 2 गर्यो भने चाहिँ रिमाइन्डर त 0 आउनु पर्ने किनभने कम्प्लिटली डिभाइड गर्छ. सो यो चाहिँ के आछ 0 आछ. ठीक छ. सो लास्ट छ एउटा अपरेसन त्यसलाई के भन्छ भन्दाखेरि फ्लोर अपरेसन भन्छ है. फ्लोर डिभिजन भन्छ. सो फ्लोर डिभिजनले के गर्छ भन्दाखेरि चाहिँ अब जस्तो फर एक्जाम्पल मैले एउटा डिभाइड गरेँ मानौँ कि 3 / 2 गरेँ. सो 3 / 2 को एन्सर आउँछ 1.5 र सेम यदि मैले यसलाई रन गरेँ भने पनि एन्सर आउँछ 1.5. तर मलाई चाहिँ राउन्ड अफ गरेर चाहिएको छ. एन्ड राउन्ड अफ भनेको चाहिँ यस्तो राउन्ड अफ कि नट यसको एन्सर 2 आओस् तर यसको एन्सर 1 आओस्. सो फ्लोर अपरेसनले बेसिकली के गरिदिन्छ भने चाहिँ जो डेसिमल छ त्यसलाई चाहिँ इग्नोर गरिदिन्छ कि यो डेसिमल 0.5 लाई इग्नोर गरिदिन्छ. सो यसको एन्सर चाहिँ 1 आउँछ यदि तिमीले फ्लोर डिभिजन गर्यो भने है. सो फ्लोर डिभिजनको चाहिँ सिम्बल पनि हेरिहाल्नु. फ्लोर डिभिजनको सिम्बल भनेको सिम्पली डबल
स्ल्यास हो है। यदि तिमीले डबल स्ल्यास गर्यो भने चाहिँ तिमी बेसिकली के भनिरहेछ भने चाहिँ इग्नोर गर डेसिमललाई, जो डेसिमलभन्दा अगाडिको नम्बर एन्सर आउँछ त्यही एन्सर मात्र दिनु भनेर। अब यदि मैले यसलाई सेभ गरेर रन गरेँ भने के आउनु पऱ्यो, 1 आउनु पऱ्यो है। सो यसको एन्सर के छ, 1 छ, ठिक छ। सो दिज आर सम अफ द अर्थमेटिक अपरेसन्सहरू होइन, जो चाहिँ हामीले इन्टिजर्समा चाहिँ युज गरेको छ। र यसमा चाहिँ 2-3वटा यदि फङ्सन हामीले एडिसनल पढ्नु पऱ्यो भने चाहिँ त्यो फङ्सन चाहिँ अहिले जस्ट तिमी त्यति युज गर्दैनौ होला यो फङ्सन अहिलेको लागि, तर पछि चाहिँ तिमी आफै एक्वायर गर्छौ है फङ्सनहरू। सो यसको टेन्सन लिने जरुरी चाहिँ छैन है। सो अहिले एउटा फङ्सन चाहिँ हामी यसो चेक गरिहालौँ, म्याक्स र मिन फङ्सनहरू है। जस्तो यसमा चाहिँ म ए भन्ने एउटा भेरिएबल हालौँ जसको भ्याल्यु छ 5, ठिक छ। बी भन्ने एउटा भेरिएबल हालौँ जसको भ्याल्यु छ 9, ठिक छ। अब यसमा मध्ये चाहिँ मलाई ए र बी मध्ये कुन के भन्छ कुन चाहिँ ठुलो हो भनेर थाहा पाउनको लागि चाहिँ हामी के गर्न सक्छौँ भने, एक त हामीलाई आँखाले चाहिँ देखिरहेछ यो चाहिँ 9 ठुलो भनेर, तर यसमा चाहिँ कसरी हामी गर्न सक्छौँ भने चाहिँ एउटा फङ्सन हुन्छ म्याक्स भन्ने फङ्सन है। त्यो म्याक्स भन्ने फङ्सनमा चाहिँ तिमीले आर्गुमेन्ट्सहरू दिनु पऱ्यो, आर्गुमेन्ट्स एज इन त्यसलाई भन्छ इनपुट्सहरू है। सो इनपुट के दिने, म्याक्स भन्ने फङ्सनले के गर्छ भन्दाखेरि चाहिँ इनपुटहरू लिन्छ, ए र बी भन्ने इनपुटहरू ल्याएछ, द्याट मिन्स 5 र 9 भन्ने इनपुटहरू ल्याएछ। र यसले के गर्छ भन्दाखेरि जो पनि यो इनपुटहरूमध्ये जो पनि सबैभन्दा म्याक्सिमम छ, द्याट मिन्स अहिलेको लागि 9, त्यो यसले के गरिदिन्छ, आउटपुट दिइदिन्छ। द्याट मिन्स यो यसमा यो म्याक्स यसमा चाहिँ कुन भ्याल्यु स्टोर हुने भयो त, यसमा चाहिँ 9 स्टोर हुने भयो, ठिक छ। किनभने यसले फर्स्टमा के गर्छ, इनपुट लिन्छ ए र बी, भित्र यसले के गर्छ भने अपरेसनहरू गर्छ होला, चेक गर्छ होला को सबैभन्दा ठुलो छ भनेर होइन। र लास्टमा चाहिँ के गर्छ भन्दाखेरि यसमा चाहिँ यो चिजमा चाहिँ भ्याल्यु के हुन्छ, स्टोर हुन्छ, ठिक छ। अब भ्याल्यु स्टोर गर्नलाई हामी के पनि भन्छौँ भन्दाखेरि चाहिँ यसले रिटर्न गर्छ पनि भन्छौँ है। यो फङ्सनले चाहिँ एउटा भ्याल्यु रिटर्न पनि गर्छ। एन्ड देयर आर सम अफ द फङ्सन कि जसले चाहिँ भ्याल्यु रिटर्न गर्दैन। सो त्यो चाहिँ अहिले हाम्रो सरकारको विषय चाहिँ भएन है। सो अब यसमा चाहिँ के छ, यो म्याक्स भन्नेमा चाहिँ हामीलाई थाहा छ कि 9 भन्ने स्टोर भएको छ। जो पनि एन्सर छ त्यसलाई चाहिँ हामीले अझ के गर्नुपर्छ भन्दाखेरि चाहिँ एउटा भेरिएबलमा चाहिँ स्टोर गर्नु पऱ्यो। जस्तो फर इक्जाम्पल एन्सर भन्ने भेरिएबलमा चाहिँ स्टोर गरेँ। सो यसले के गर्ने भयो, यसले जो एन्सर आउँछ त्यो आफू स्टोर गर्ने भयो, द्याट इज 9 एन्सर अहिलेको लागि। र त्यो एन्सर जो छ त्यो चाहिँ यो एएनएस भन्ने एन्सर भन्ने चाहिँ जो भेरिएबल छ त्यसमा गएर चाहिँ स्टोर हुने भयो, ठिक छ। अब हामीले चेक गर्नु पऱ्यो अब एएनएसमा चाहिँ के छ भनेर, अब एएनएसमा चाहिँ के छ भनेर स्टोर गर्नको लागि प्रिन्ट गर्नु पऱ्यो एएनएस भनेर, ठिक छ। सो लेट मी जस्ट सेभ इट एन्ड अहिलेको लागि क्लियर गरौँ र अझ रन गरौँ। गऱ्यो भने चाहिँ के छ, 9 भन्ने एन्सर आछ। सो के गर्यो यसले भन्दाखेरि चाहिँ कि ए भन्नेमा चाहिँ 5 स्टोर गर्यो, बी भन्नेमा चाहिँ 9 स्टोर गर्यो, र एन्सरमा चाहिँ के स्टोर गर्यो, म्याक्सिमममा चाहिँ हामीले चाहिँ इनपुट जो हाल्यो त्यसमा चाहिँ के आउँछ, म्याक्सिमममा चाहिँ त्यसको भ्याल्यु आउँछ जो म्याक्सिमम छ त्यो इनपुटहरूमध्ये। र त्यो जो 9 छ यो भ्याल्यु, त्यो 9 भ्याल्यु चाहिँ केमा गयो, एन्सरमा गयो, ठिक छ। र हामीले लास्टमा के गर्यो, एन्सरलाई चाहिँ प्रिन्ट गरिदियो, ठिक छ। सो दिस इज अबाउट म्याक्सिममवाला। एन्ड सेम गरी तिमी मिनिमम पनि गर्न सक्छौ। र हामी यसमा चाहिँ बढी भेरिएबल पनि दिन सक्छौँ। मानव सी पनि भेरिएबल बनाए, सीमा चाहिँ हामीले राखेँ फर इक्जाम्पल 2 राखेँ, र एबी भन्ने सी हामीले 3टा इनपुट दिए यसलाई। सो यसले के गर्ने भयो, 3टा इनपुट लिन्छ र यिनीमध्ये के गर्छ, मिनिममले चाहिँ सबैभन्दा सानोको छ त्यो भ्याल्यु चाहिँ रिटर्न गरिदिन्छ। रिटर्न गर्नुको मतलब यसमा चाहिँ कुन भ्याल्यु हुन्छ, यो भनेको के हो अहिलेको लागि, जो एबिसीमध्ये सबैभन्दा मिनिमम हो त्यो। द्याट मिन्स अहिलेको लागि 2 हो यसमा भ्याल्यु, ठिक छ। एएनएस इक्वल्स टु कति भएको छ, यो 2 भएको छ, ठिक छ। आइएम ओभर एक्सप्लेनिङ इट किनभने चाहिँ यो चाहिँ तिम्रो मेन्टल मोडलको लागि धेरै इम्पोर्टेन्ट छ है। फङ्सनले चाहिँ रिटर्न पनि गर्छ, एन्सरहरू पनि स्टोर गर्छ फङ्सनले भन्ने कुरा चाहिँ है। सो यसमा चाहिँ 2 स्टोर हुन्छ र त्यो 2 गएर चाहिँ केमा जान्छ, एन्सरमा जाने भयो, ठिक छ। र लास्टमा हामीले के गर्छौँ, एन्सरलाई चाहिँ प्रिन्ट गरिदिन्छौँ, ठिक छ। सो सेभ गर्ने भएर यदि हामीले यसलाई चाहिँ रन गऱ्यो भने चाहिँ एन्सर के आउँछ, 2 आउँछ, ठिक छ। सो इट इज भेरी भेरी इजी। र 2टा फङ्सन्सहरू पनि मैले भने तिमीलाई चाहिँ इन्टिजर्सको। सो लेट्स गो टु द स्ट्रिङ्स कि लाइक अर्थमेटिक अपरेटर्सहरूले चाहिँ स्ट्रिङलाई चाहिँ कसरी इफेक्ट गर्छ। लेट्स गो देयर। सो स्ट्रिङ्स भनेको चाहिँ बेसिकली टेक्स्टहरू, र टेक्स्टहरूमा चाहिँ प्लस माइनस यिनीहरूले चाहिँ के काम गर्छ भन्ने कुरा चाहिँ हामी अहिले हेर्छौँ है। सो अहिले लेट्स मेक अ भेरिएबल द्याट इज ए इक्वल्स टु मानौँ प्रशान्त नलिउँ मैलेको लागि, मानौँ हेलो लिउँ है। सो ए भनेको हेलो छ, र यसमा चाहिँ यदि मैले प्लस गरेर चाहिँ अर्को स्ट्रिङ हालेँ, प्लस गरेर चाहिँ मानौँ हे प्रशान्त भनेर हालेँ, प्रशान्त भनेर हालेँ भनेपछि यसमा एमा के स्टोर हुन्छ त भनेपछि हे हेलो हे भनिरहेको छु म चाहिँ, हेलो हो खासमा। सो हेलो प्रशान्त भन्ने चाहिँ पुरै स्टोर हुन्छ,
कसरी स्टोर हुन्छ यो यसरी हुन्छ यो चाहिँ यसको आन्सर के आउँछ भन्दाखेरि चाहिँ A इक्वल्स टु HELLOPRASHNT यसरी आउँछ द्याट मिन्स यसले के काम गर्छ भन्दाखेरि चाहिँ यसले यसलाई र यसलाई जस्ट जोड दिने काम गर्छ ठिक छ यसलाई हामी जोड्ने कामलाई चाहिँ हामी के पनि भन्छौँ भन्दाखेरि कन्क्याटिनेसन भन्छौँ है यो कुरा पनि ध्यान दिनु पर्यो यो जो टर्मिनोलोजिजहरू छ जो हामी चाहिँ पछि गएर धेरै धेरै युज गर्छौँ सो टर्मिनल्सहरू पनि तिम्रो नोटबुक या यसमा चाहिँ लेख्नु पर्यो है सो यसलाई के भन्छ भन्दाखेरि चाहिँ यसलाई भन्छ स्ट्रिङ कन्क्याटिनेसन है ठिक छ सो अब यसमा चाहिँ हेलो पर्सन भन्ने स्टोर हुन्छ एमा चाहिँ सो लेट्स सी कि रियलमा हेलो पर्सन स्टोर भएको छ कि भएको छैन भनेर सो लेट्स जस्ट प्रिन्ट इट save it and run it and you can see कि यसमा के भएको छ हेलो पर्सन भन्ने स्टोर भएको छ ठिक छ सो यसमा चाहिँ एउटा स्पेस दिएर चाहिँ यदि हामीले त्यो गऱ्यो भनेपछि हेलो स्पेस पर्सन पनि स्टोर हुन्छ ठिक छ सो यसको यो हो कन्क्याटिनेसन र तिमी जति पनि कन्क्याटिनेसन गर्न सक्छौ यो यसको मतलब यो होइन कि दुईटा मात्र गर्न पाउँछ भनेर हेलो पर्सन हाउ आर यु डुइङ भनेर चाहिँ पनि यदि तिमीले स्टोर गर्यो भने चाहिँ त्यो तीनटै के हुन्छ भन्दाखेरि चाहिँ कन्क्याटिनेट हुन्छ द्याट मिन्स चिप्किन्छ तीनटै चिप्किन्छ ठिक छ सो यो भनेको चाहिँ प्लस अपरेसन हो र वाट इफ तिमीले प्लस अपरेसन गर्दाखेरि चाहिँ अर्को स्ट्रिङ प्लस स्ट्रिङको सट्टामा स्ट्रिङ प्लस यदि तिमीले इन्टिजर गर्यो भने के हुन्छ होला भन्दाखेरि चाहिँ तिमी बेसिकली आफै यो गरेर चाहिँ चेक गर फर्स्टमा आई वुड रेकमेन्ड द्याट एन्ड देन कम ब्याक टु द भिडियो मानौ तिमीले चाहिँ 2 भन्ने चाहिँ यसरी प्लस गर्यो र त्यसपछि के गर्यो प्रिन्ट ए गर्यो र त्यसपछि तिमीले रन गर्दाखेरि के आउँछ भनेर फर्स्टमा चाहिँ चेक गरिहालौँ रन गर्दाखेरि के आउँछ एरर आउँछ कसो एरर आउँछ भन्दाखेरि चाहिँ उसले के भन्छ भन्दाखेरि क्यान ओन्ली कन्क्याटिनेट स्ट्रिङ के एन्ड नट इन्टिजर टु स्ट्रिङ ठिक छ सो यो प्लस अपरेसन चाहिँ यदि तिमीले स्ट्रिङ प्लस एन्ड इन्टिजर गर्यो भनेपछि काम गर्दैन यसले चाहिँ अब के गरौँ त पाइथनले भन्ने कुरा सेन्स मेक गर्दैन ठिक छ तर यदि तिमीले यसमा चाहिँ इन्टु गर्यो भनेपछि यदि तिमीले यसमा प्लसको सट्टामा यदि तिमीले इन्टु गर्यो भनेपछि यदि तिमीले यो रन गर्यो भनेपछि के हुन्छ भन्दाखेरि चाहिँ यसले चाहिँ काम गर्छ है सो देयर आर सम अपरेसन्स जसले चाहिँ काम गर्छ प्लस अपरेसनले चाहिँ आफ्नो स्ट्रिङ प्लस स्ट्रिङ गर्यो भने कन्क्याटिनेट गरिदिन्छ ठिक छ इन्टु अपरेटरले के गर्छ भन्दाखेरि चाहिँ यसैलाई चाहिँ प्लस हेलो भएको छ कि यो दुईटामा बुझ्यो सो फर इक्जाम्पल यदि मैले हेलो भनेर 3 टाइम्स गरेँ हेलो स्पेस छ है यो चाहिँ सो 3 टाइम्स गऱ्यो भने यसमा के प्रिन्ट हुनु पऱ्यो हेलो 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 भनेर 3टा प्रिन्ट हुनु पऱ्यो ठिक छ सो तर यो चाहिँ तिमी त्यति युज गर्दैनौ तर जस्ट इन्फर्मेसनको लागि चाहिँ मैले भनिदिएँ है सो प्लस अपरेसन पनि युज हुनसक्छ स्ट्रिङमा र अर्को इन्टु अपरेटर पनि युज हुनसक्छ ठिक छ तर जस्ट के हो भन्दाखेरि चाहिँ प्लस अपरेसनले के गर्छ कन्क्याटिनेट गर्छ र प्लस अपरेसन स्ट्रिङ प्लस स्ट्रिङमा मात्र हुन्छ तर इन्टु अपरेसन के हुनसक्छ भन्दाखेरि स्ट्रिङ इन्टु इन्टिजर हुनसक्छ ठिक छ अरू कुनै अपरेसन गर्न थाल्यो भनेपछि चाहिँ यदि त्यसको सेन्स मेक गर्दैन भने चाहिँ पाइथन तिमीलाई एरर थ्रो गर्छ सो आई वुड हाइली रेकमेन्ड यु टु लाइक प्ले अराउन्ड विथ इट प्लस गर माइनस गर र केले काम गर्छ केले काम गर्दैन भनेर आफै यसो चुज गर ठिक छ सो लेट्स मेक एन स्मल प्रोग्राम अबाउट इट सो के गरौँ भन्दाखेरि चाहिँ एउटा भेरिएबल लिउँ त्यसलाई चाहिँ एउटा के असाइन गरिदिउँ मानौँ 10 असाइन गरौँ अर्को भेरिएबल लिउँ जसलाई चाहिँ असाइन गरिदिउँ 20 अर्को भेरिएबल लिउँ जसलाई चाहिँ असाइन गरिदिउँ 90 र अब के गरौँ भन्दाखेरि चाहिँ फर्स्टमा a + b + c गरौँ त्यसलाई के भनौँ सम भनेर लेखौँ र a + b + c गरौँ सो बेसिकली के भइरहेछ हाम्रो 10 + 20 + 90 भएको छ 10 + 20 + 90 सो जति पनि एन्सर आउँछ त्यो चाहिँ केमा स्टोर हुन्छ सममा स्टोर हुन्छ ठिक छ अब यसलाई चाहिँ हामी के गर्न सक्छौँ भने चाहिँ प्रिन्ट गर्न सक्छौँ प्रिन्ट सम गरेर चाहिँ यसरी हामीले गऱ्यो भने चाहिँ र रन गऱ्यो भने 120 आउँछ सो यो एन्सर आउँछ 120 ठिक छ सो दिस इज अ स्मल प्रोग्राम अबाउट इट एन्ड आई होप यु इन्जोयड दिस भिडियो एन्ड लेट्स गो टु द नेक्स्ट भिडियो